छ के दिनमा एकचोटि बालेन मन्त्री भएको तँलाई त अहिलेदेखि होइन त चुनाव अगाडिदेखि तैँले मन नपरेको तँलाई मन परेर हाल्ने भए भोट तँलाई किन हालेन त जनताले तेरो बेहोरा पहिलादेखि नै ठिक छैन साला नमुना साला अनुहार हेर्न भ्यागुताको ढार जस्तो छ उहाँ छाक्राक्क बोली हेर्यो त्यस्तै छ हरेक चिजमा विरुद्ध हरेक कुरामा विरुद्ध तैँले भोट माग्न हिँड्दाखेरि कति थरी भनिस् कति थरी स्ट्याटसले कति थरी बोलिस् तेरो त फेसबुके प्रधानमन्त्री तैँलाई भगवानले तँलाई जस्तोलाई किन पछि राखेर तँलाई पछाडि तँलाई पाप त कराउँछ होइन तैँले बालेनको छोरीको फोटो राखेर तैँले दुरुपयोग गरिस् तेरो पनि सन्तान होला तेरो पनि होइन परिवार छ होइन तेरो पनि सन्तान छ होइन तँलाई पनि तेरो सन्तानको पनि त्यसरी नै फोटो दुरुपयोग गरेको भए कसैले होइन तर त्यो किसिम त जस्तो घटिया त जस्तो कसैलाई पनि आफ्नो सन्तानको फोटो राखेर स्ट्याटस लेखेको कसैलाई पनि मन पर्दैन आसेपासेको जसुकैको होस् न जति भुग्न आउँछ नि यहाँ भुग्ना पनि केही फरक पर्दैन त्यस्ता भुग्ना उनीको छोराछोरीको फोटो राखेर स्ट्याटस कसलाई चित्त दुख्दैन कसलाई चित्त दुख्दैन भन्नु न रिस छ डाहा छ मन पोले छ भतभती निन्द्रा लागेको छैन दिनरात सुत्दाखेरि निन्द्रा लागेको छैन भनेदेखि चाहिने नचाहिने बोलेर हिँड्ने जेएनजी जस्तो नहोस् तैँले जेएनजीमा त्यो जब जेएनजीमा त यहाँबाट रातभरि त रात दिन म गएर प्रधानमन्त्री बन्छु भनेर त रात काठमाडौँ मोर्या थिइस् नि त कुकुर हो त्यहाँदेखि तैँले बालेनलाई खेदो खनेको होस् बुझिनस् त्यहाँदेखि खेदो खनेको होस् बालेन तँलाई त्यहाँदेखि मन नपर्यो तँलाई प्रधानमन्त्री चाहिने यहाँ किस्मतमा हुनुपर्छ यहाँ है सुजी न पुजी चम्किन्छ मुजी साल हर्के गुइठे यहाँ किस्मतमा हुनुपर्दैन तेरो जबरजस्तीले हुनुपर्छ त प्रधानमन्त्री नै हुने थियो नि यहाँ किस्मतमा भइदिए नि तँलाई त्यो बेलामा त्यो चुनावको बेलामा तैँले प्रधानमन्त्री मै हुन्छु प्रधानमन्त्री भने छ कहिले को हुन्छ त प्रधानमन्त्री म प्रधानमन्त्री पाए खान्छु यी भुत्रो खा जाँठा सबैलाई उचाले छ साला तेरो त्यहाँ सुकुम्बासीमा 2-4वटा तेरो पास्टर घरहरू रहेछ नि त पास्टर बस्ने घर भत्काएको रहेछ त्यो भएर तँलाई चित्त दुखेर सबैलाई त्यो अहिले मौका पाएर है मैले यो बेलामा चाहिँ सुकुम्बासीहरूलाई दिलासा दिएको जस्तो गर्यो भने होइन अलिकति बालेन पक्ष बनाइदिए भनेदेखि बालेनको यिनीहरूले नै गरेर बालेनको प्रधानमन्त्री खारेज गर्न लाउँछन् अनि मलाई लडेर राख्नुपर्छ छान्छ भनेर यी भुत्रो तँलाई साला त यो जुनीमा प्रधानमन्त्री भएछ भने हेर म यो जिब्रो काटेर फालिदिन्छु ल ग्यारेन्टी हो ल तर त हुँदैनस् पनि त सखाप हुन्छस् तर तेरो राजीनामा चाहिँ हामीलाई चाहिन्छ हामीलाई होइन देशभरिको मन जसलाई तैँले जति नराम्रो दुरुपयोग गरेका छस् ती सबैले तेरो खारेज मागिने छन् र हरेक एकजनाले चाहिँ यो हर्केको बारेमा साइबर ब्युरो हाल्नै पर्छ